कोठामा पस्ने बित्तिकै उसले एउटा अनौठो र डरलाग्दो अनुभूति गर्यो। केही समयपछि कसैले आफूलाई हल्लाएर उठाइरहेको जस्तो उसलाई महसुस भयो। त्यो होटलको कोठामा माटका सामानहरू कसले सार्यो र उनलाई कसले उठायो? धेरै मानिसहरूले सोच्नेछन् कि त्यो त्यही कोठामा आगलागीमा मरेको व्यक्तिको आत्मा थियो। बाइबलले आत्मिक संसारमा कार्य गर्ने शैतानको अस्तित्व र उत्पत्तिबारे स्पष्ट रूपमा वर्णन गर्छ। परमेश्वरको विरोध गर्ने काम गर्छ र मानिसहरूलाई पतन र विनाशतर्फ डोर्याउने प्रयास गर्दछ। परमेश्वरको भलो र पवित्र संसार र शैतानको दुष्ट संसार। तपाईहरू सबैलाई नमस्कार। धेरै समय पहिले पुस्तक पसलहरूमा प्यारासाइकोलोजी सम्बन्धी पुस्तकहरूको श्रृङ्खला निकै राम्रोसँग बिक्री हुने गर्थ्यो। यी पुस्तकहरू मुख्य रूपमा आत्मिक संसारसँग सम्बन्धित तर्कसङ्गत र वैज्ञानिक रूपमा व्याख्या गर्न गाह्रो हुने घटनाहरूलाई सत्यका रूपमा प्रस्तुत गरिएका कथाहरूले भरिएका थिए। त्यस्ता पुस्तकहरूमध्ये एउटामा मैले पढेको एउटा कथा यस्तो थियो। सन् 1946 मा इङ्ल्यान्डको म्यान्चेस्टरमा एक दिन फुटबल खेल भइरहेको थियो। खेलपछि मार्ट नामका एक युवक र उनका साथीहरू पेय पदार्थ पिउन गए र धेरै ढिलोसम्म बाहिरै बसे। रात धेरै भइसकेपछि उनीहरूले होटलमा बस्ने निर्णय गरे, तर त्यहाँ धेरै मानिसहरूको भिड भएकाले होटलमा कोठा पाउन सजिलो थिएन। अन्ततः एउटा युवा होस्टेलमा पुग्दा सबै कोठाहरू भरिएको भनेर उनलाई भनियो। उनी फर्किन लागेकै बेला एक कर्मचारीले भने कि एउटा कोठा खाली छ, तर मानिसहरू प्राय त्यहाँ बस्न चाहँदैनन्। त्यसपछि मार्टले त्यही कोठामा रात बिताउने निर्णय गरे। कोठामा पस्ने बित्तिकै उसले एउटा अनौठो र डरलाग्दो अनुभूति गर्यो, तर धेरै ढिलो भइसकेको र जाने अर्को ठाउँ नभएकोले त्यही बस्ने निर्णय गर्यो। आफ्ना सामानहरू टेबलमा राखेर नुहाएर र एक चुरोट पिएपछि ऊ सुत्न गयो। केही समयपछि कसैले आफूलाई हल्लाएर उठाइरहेको जस्तो उसलाई महसुस भयो। उसले बत्ती बालेर चारैतिर हेर्दा कोठामा कोही थिएन र ढोका पनि बन्द नै थियो। तर टेबलमा राखिएका उसका सबै सामानहरू भुइँमा खसेका थिए। उसलाई अचम्म लाग्यो, तर सायद आफूले गलत महसुस गरेको होला भनेर सोच्दै फेरि सामानहरू टेबलमा मिलाएर राख्यो र जबरजस्ती सुत्ने प्रयास गर्यो। केही बेरमै फेरि त्यही घटना दोहोरियो। यसपटक उसलाई कोठामा कोही भएको जस्तो अझ स्पष्ट महसुस भयो। उसले फेरि टेबलमा राखेका सामानहरू पुनः भुइँमा खसेका थिए। डर र सिहरणले भरिएर अब ऊ सुत्न नै सकेन। बिहान भएपछि उनले त्यही युवा होस्टेलमा बस्ने एक पादरीलाई खोजे र भएको सबै कुरा सुनाए। पादरीले बताए कि पहिले त्यस कोठामा बसेका एक पाहुना चुरोट पिउँदै सुत्दा आग लागि भएको थियो, जसका कारण उनको मृत्यु भएको थियो। कोठा सफा गरेर मर्मत गरिए पनि कोठामा कसैले चुरोट पिउँदा यस्तै प्रकारका घटनाहरू बारम्बार हुने गरेको बताइयो। त्यो होटलको कोठामा माटका सामानहरू कसले सार्यो र उनलाई कसले उठायो? धेरै मानिसहरूले सोच्नेछन् कि त्यो त्यही कोठामा आगलागीमा मरेको व्यक्तिको आत्मा थियो। के कुनै मानिस मरेपछि उसको आत्मा शरीरबाट अलग भएर छुट्टै अस्तित्वका रूपमा अनन्तकालसम्म रहन सक्छ? धेरै मानिसहरू यसमा विश्वास गर्छन्, तर केही मानिसहरू भने यस्तो तर्क गर्छन् कि मानिस मरेपछि सबै कुरा अन्त्य हुन्छ र त्यस्तो आत्मा कसरी अस्तित्वमा रहन सक्छ भनेर प्रश्न उठाउँछन्। त्यसो भए यस्तो विश्वास गर्नेहरूले होटलको कोठामा भएको उक्त घटनालाई कसरी व्याख्या गर्न सक्छन्? बाइबलले आत्मिक संसारमा कार्य गर्ने शैतानको अस्तित्व र उत्पत्तिबारे स्पष्ट रूपमा वर्णन गर्छ। हिब्रू भाषामा शैतान शब्दको अर्थ विरोधी हो र यसलाई प्राय अभियोग लगाउने वा दोषारोपण गर्ने व्यक्तिको रूपमा पनि बुझिन्छ। सुरुमा ऊ स्वर्गमा असंख्य स्वर्गदूतहरूको नेतृत्व गर्ने एक प्रधान स्वर्गदूत थियो। मानिसहरूले आत्मिक संसारका घटनाहरूलाई पूर्ण रूपमा बुझ्न नसके पनि बाइबल अनुसार यही स्वर्गदूत, जसको पहिलेको नाम लुसिफर थियो, आफू सेवा गर्ने परमेश्वर जत्तिकै उच्च बन्न चाह्यो र आफ्ना अधीनका स्वर्गदूतहरूलाई साथमा लिएर परमेश्वर विरुद्ध विद्रोह गर्यो। अन्ततः ऊ र उसको विद्रोहमा सहभागी भएका स्वर्गदूतहरू स्वर्गबाट निकालिए। यद्यपि यसको ठ्याक्कै समय स्पष्ट छैन, उनीहरू परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीमा आए।
बाइबलले शैतानलाई मानव पतन र भ्रष्टताको मुख्य कारणको रूपमा चिनाउँछ। पुरानो नियमका भविष्यवक्ता यसैयाले यस अवस्थालाई यसरी वर्णन गर्छन्। ए बिहानको तारा, प्रभातको पुत्र, त स्वर्गबाट कसरी खसेको छस्? उहिले जाति जातिहरूलाई होच्याउने, त कसरी भुइँमा तल खसालिस? तैले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लनेछु, परमेश्वरका ताराहरू भन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा, सभासदको पर्वतमा म विराजमान हुनेछु। बादलको टुप्पा भन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु। यसैया 14:12-14। यसरी स्वर्गबाट निकालिएको शैतानले मुख्य रूपमा परमेश्वरको विरोध गर्ने काम गर्छ र मानिसहरूलाई पतन र विनाशतर्फ डोर्याउने प्रयास गर्दछ। परमेश्वरले मानिसहरूलाई उद्धार गर्न निरन्तर काम गरिरहनुहुन्छ भने शैतानले मानिसहरूलाई पाप, दुःख र मृत्युमा लैजान निरन्तर प्रयास गरिरहन्छ। आज धेरै मानिसहरू शैतानको अस्तित्वबारे अज्ञानताका कारण धार्मिक भ्रम र गलत धारणाहरूमा परेर आत्मिक र मानसिक रूपमा पीडित भइरहेका छन्। मृत व्यक्तिहरूका आत्माहरू जीवित जस्तै देखिनु र व्यवहार गर्नु वास्तवमा शैतानको छल र धोखाको भाग हो भन्ने कुरा बुझ्न सकेमा आत्मिक संसार सम्बन्धी धेरै भ्रमहरू हट्नेछन् र त्यसलाई सही रूपमा बुझ्न सकिनेछ। शैतानको विरोध कसले गर्छ अनि परमेश्वर कस्तो स्वरूपमा अस्तित्वमा हुनुहुन्छ? सृष्टिको समयमा परमेश्वरले दिनुभएको घोषणाबाट हामी देख्न सक्छौं कि परमेश्वर बहुवचन रूपमा अस्तित्वमा हुनुहुन्छ। तब परमेश्वरले भन्नुभयो, हामी मानिसलाई हाम्रो स्वरूपमा, हाम्रो समानतामा बनाऊ, ताकि उनीहरूले समुद्रका माछा, आकाशका चरा, घरपालुवा जनावरहरू, सबै जंगली जनावरहरू र जमिनमा हिँड्ने सबै प्राणीहरूमा अधिकार राखुन्। उत्पत्ति 1:26। यहाँ प्रयोग गरिएको हिब्रू शब्द एलोहिम बहुवचन हो, त्यसैले उक्त पदमा हामी भन्ने शब्द प्रयोग गरिएको छ। सम्पूर्ण बाइबललाई ध्यानपूर्वक हेर्दा परमेश्वर 3 व्यक्तित्वमा अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा देखिन्छ। यो मानवका लागि एउटा रहस्य भए पनि बाइबलले यी 3 को भूमिकालाई स्पष्ट रूपमा वर्णन गरेको छ। फिलिप्पी 2:6 येशू स्वभावमै परमेश्वर हुनुहुन्छ भनेर जोड दिइएको छ। साथै येशूले स्वयं नै यी 3 व्यक्तित्वहरूलाई पिता, पुत्र र पवित्र आत्मा भनेर स्पष्ट रूपमा छुट्याउनु भएको छ। प्रेरित पावलले पनि त्रिएकको आधारमा यस्तो आशीर्वचन दिनुहुन्छ। प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सहभागिता तिमीहरू सबैसँग रहोस्। बाइबलमा स्वर्गदूतहरूको बारेमा बारम्बार उल्लेख गरिएको छ। हिब्रू 1:14 तिनीहरूलाई उद्धार पाउनेहरूका लागि सेवा गर्न पठाइएका सेवक आत्माहरू भनेर वर्णन गरिएको छ। स्वर्गमा तिनीहरूको भूमिका बारे यसरी उल्लेख गरिएको छ, अग्निको नदी उहाँको अगाडिबाट बगिरहेको थियो, हजारौं हजारहरूले उहाँको सेवा गर्थे, 10,000 गुणा 10,000 उहाँको सामु उभिएका थिए, अदालत बस्यो र पुस्तकहरू खोलिए। यसरी पतन नभएका स्वर्गदूतहरू परमेश्वरको सिंहासन वरिपरि रहन्छन्, उहाँको सेवा गर्छन् र उहाँका आज्ञाहरू पालना गर्दै उद्धार पाउन लागेका मानिसहरूलाई सहायता र मार्गदर्शन गर्छन्। अन्ततः आत्मिक संसारमा 2 पक्ष हुन्छन्, परमेश्वरको भलो र पवित्र संसार र शैतानको दुष्ट संसार। परमेश्वर र उहाँका पवित्र स्वर्गदूतहरू मानिसहरूको खुशी, उद्धार र अनन्त जीवनका लागि काम गर्छन् भने शैतान र उसका पतित स्वर्गदूतहरू मानिसहरूलाई दुःख, पतन र विनाशतर्फ लैजान प्रयास गर्छन्। असल र खराब बीचको यस संघर्षमा मानिसहरूको अनन्त भविष्य उनीहरूले कुन पक्षसँग आफूलाई जोड्छन् भन्ने कुरामा निर्भर हुन्छ। किनकि हाम्रो संघर्ष शरीर र रगतसँग होइन, तर प्रधानताहरू, अधिकारीहरू, यस अन्धकार संसारका शक्तिहरू र स्वर्गीय स्थानहरूमा रहेका दुष्ट आत्मिक शक्तिहरू विरुद्ध हो। मानव बुद्धि र शक्ति मात्रले शैतानलाई जित्न सक्दैन,
तर जब हामी नम्रतापूर्वक हाम्रो उद्धारकर्ता येशू ख्रीष्टतर्फ फर्किन्छौं र उहाँलाई आफ्नो मार्गदर्शक र नेता बनाउँछौं, तब स्वर्गबाट उत्पन्न भएका दुष्ट आत्मिक शक्तिहरू अर्थात् शैतान र उसका दूतहरू विरुद्ध लड्नेहरूले अन्ततः विजय प्राप्त गर्नेछन्।